आजको राशिफल। ओम श्री गणेशाय नमः। हर हर महादेव। आज साउनको 24 गते आइतबार एकादशीको पवित्र दिन रहेको छ। चन्द्रमा मिथुन राशिमा र आजैदेखि देवगुरु बृहस्पतिको उदय हुँदैछ। त्यसैले आजको दिन धार्मिक, आध्यात्मिक र ज्योतिषीय दृष्टिले विशेष महत्त्वपूर्ण बनेको छ। कुन राशिको कर्मक्षेत्र बलियो बन्दैछ, कुन राशिको भाग्यले साथ दिँदैछ, कसले स्वास्थ्य र आर्थिक विषयमा सावधानी अपनाउनु पर्छ, आजको पञ्चाङ्गदेखि लिएर मेषदेखि मीनसम्मको विस्तृत दैनिक राशिफल र दिनको र रातको 12 बेलासम्मका सम्पूर्ण जानकारी लिएर हामी हजुरहरूको माझमा उपस्थित भएका छौँ। तपाईँ पिएसटिभी नेपालको दैनिक प्रस्तुति राशिफल वाचनमा उपस्थित हुनुभएको छ। यहाँहरू सबैलाई हार्दिक मङ्गलमय स्वागत गर्न चाहन्छौँ र भगवान श्री पशुपतिनाथको आशीर्वाद, माता महालक्ष्मीको कृपा र भगवान श्री गणेशको आशीर्वादले हजुरहरूको सम्पूर्ण कार्य सफल बनोस्। आजको दिन सुखमय र मङ्गलमय रहोस् भन्ने शुभकामना व्यक्त गर्दै आउनुहोस् आजको पञ्चाङ्ग वाचन र राशिफलतर्फ अगाडि बढौँ। आज मिति 2083 साल साउन महिनाको 24 गते, तदनुसार 2026 अगस्त 9 तारिक रहेको छ भने 12 मा आइतबार श्रावण कृष्ण पक्षको एकादशी तिथि बिहान 8 बजेर 38 मिनेट 11 सेकेन्डसम्म रहनेछ भने नक्षत्रमा मृगशिरा नक्षत्र, त्यसै गरी 23 बजेर 27 मिनेटसम्म रहेको छ। बालवकरण हर्षण योग, त्यसै गरी आनन्दादि योगमा सौम्य नाम गरेको योग रहेको छ भने चन्द्रमा मिथुन राशिमा अहोरात्र रहनु भएको छ। सूर्य कर्कट राशिमा रहनु भएको छ। त्यसै गरी देवगुरु बृहस्पति विशेष गरी आज कर्कट राशिमा नै उदय हुने अवस्थामा रहनु भएको छ। त्यसै गरी बिहान सूर्योदय बिहान 5 बजेर 39 मिनेटमा भयो भने सूर्यास्त साँझ 6 बजेर 45 मिनेटमा हुनेछ। ऋतुमा वर्षा ऋतु र ऐनमा दक्षिणायन शुभारम्भ भइरहेको छ। आज देवगुरु बृहस्पतिको उदय हुने भएकाले गुरुबाट प्राप्त हुने ज्ञान, धर्म, शिक्षा, संस्कार र गुरुजनको कृपा तथा शुभ कार्यका दृष्टिले आजको दिन विशेष मानिन्छ। साथै आज श्रावण कृष्ण एकादशी भएकाले भगवान श्रीहरिको उपासना, व्रत, विष्णु सहस्त्र पाठ र ओम नमो भगवते वासुदेवाय नाम भगवानको नाम मन्त्रको जाप गर्नु अत्यन्त पुण्यदायी र पवित्रदायी मानिएको छ भन्दै अब राशिफल वाचनतर्फ अगाडि बढौँ। सर्वप्रथम मेष राशिको राशिफल वाचनबाट। आज चन्द्रमा तृतीय भावमा रहेकाले साहस, पराक्रम, सञ्चार तथा प्रयासमा विशेष ऊर्जा प्राप्त हुनेछ। रोकिएका काम अघि बढ्ने हिम्मत आउनेछ। त्यसै गरी विद्यार्थीले प्रतिस्पर्धात्मक विषयमा राम्रो प्रदर्शन गर्ने समय रहेको छ। व्यवसायमा नयाँ सम्पर्कबाट फाइदा मिल्ने समय रहेको छ भने आर्थिक रूपमा सामान्यभन्दा राम्रो दिन रहनेछ। प्रेम सम्बन्धमा आफ्नो भावना स्पष्ट रूपमा व्यक्त गर्न सकिनेछ भने वैवाहिक जीवनमा जीवनसाथीको सहयोग तपाईँलाई प्राप्त हुनेछ। स्वास्थ्यमा स्फूर्ति रहनेछ, तर अत्याधिक दौडधुपका कारण भने सामान्य थकानको महसुस हुन सक्छ। त्यसै गरी तपाईँका लागि शुभ अङ्क 9, शुभ रङमा रातो र उपासना गर्दा श्री गणेश भगवानको उपासना लाभदायी हुन्छ। आजका लागि मन्त्र ओम गङ गणपतये नमः भन्दै वृष राशितर्फ प्रवेश गरौँ। आज चन्द्रमा द्वितीय भावमा रहेकाले धन, परिवार र वाणीका विषयमा महत्त्वपूर्ण बन्नेछन्। आर्थिक रूपमा रोकिएको रकम प्राप्त हुने सम्भावना समेत रहेको छ। व्यवसाय र कारोबार बढ्न सक्ने समय छ भने विद्यार्थीले अध्ययनमा एकाग्रता राखे राम्रो हुने देखिन्छ। त्यसै गरी प्रेम सम्बन्धमा मिठो सम्वादले आत्मीयता बढाउनेछ। वैवाहिक जीवनमा परिवारसँग सम्बन्धित विषयमा मिलेर निर्णय गर्नु उचित हुनेछ। खानपानमा सावधानी अपनाउनु राम्रो हुनेछ। बोलीकै कारणले विवाद नहोस् भन्ने विषयमा पनि ध्यान दिनु उचित रहनेछ। शुभ अङ्क तपाईँका लागि 6, शुभ रङमा सेतो र उपासना गर्दा भगवान शिवको उपासना लाभदायी। ओम नमः शिवाय भन्ने मन्त्रको जाप अत्यन्त पुण्यवर्धन हुन्छ भन्दै मिथुन राशितर्फ प्रवेश गरौँ। चन्द्रमा आफ्नै राशिमा रहेकाले आज मनोबल, आत्मविश्वास र निर्णय क्षमता वृद्धि हुनेछ। त्यसै गरी नयाँ योजना बनाउने, त्यसै गरी आफ्नो विचार अनुसार भनौँ न अरूलाई अगाडि बढाउन सक्ने समय रहेको छ। विद्यार्थीका लागि अध्ययन र बौद्धिक कार्यमा सफलता मिल्नेछ। व्यवसायमा नयाँ नयाँ सम्भावनाहरू देखिनेछन्। आर्थिक पक्ष सन्तोषजनक नै रहनेछ। प्रेम सम्बन्धमा आकर्षण र आत्मीयता बढेर जानेछ भने वैवाहिक जीवनमा एकअर्काको मन भावना बुझ्न सकिनेछ। स्वास्थ्यमा सामान्य रहनेछ, तर अलि विचार पुर्याएर अगाडि बढ्दा राम्रो हुनेछ। खानपानमा भने अलि सजग रहनुपर्ने देखिन्छ। त्यसै गरी धेरै कुराहरू एकैपटक प्रयास गर्ने हुँदा चाहिँ मानसिक थकान पनि प्राप्त हुन सक्छ। यसप्रति विचार पुर्याएर अगाडि बढ्नु तपाईँको लागि लाभदायी हुनेछ। शुभ अङ्कमा 5, शुभ रङमा हरियो
र उपासना गर्दा भगवान विष्णुको उपासना ओम नमो भगवते वासुदेवाय नमः भन्नु राम्रो हुन्छ। कर्कट राशि आज चन्द्रमा द्वादश भावमा रहेकाले खर्च विदेश सम्बन्धी विषय निद्रा तथा मानसिक विश्राम महत्त्वपूर्ण बन्नेछन्। अनावश्यक खर्चलाई नियन्त्रण गर्नु राम्रो हुनेछ। विद्यार्थीले एकाग्रताका लागि शान्त वातावरण रोज्नु होला। त्यसैगरी व्यवसायमा तत्काल ठुलो लगानी नगर्नु उचित हुनेछ। प्रेम सम्बन्धमा केही दूरी वा गलत बुझाइ आउन सक्छ, त्यसैले स्पष्ट संवादको आवश्यकता रहनेछ। त्यसैगरी वैवाहिक जीवनमा धैर्यता राख्नु राम्रो हुनेछ। स्वास्थ्य निद्रा र आरामको कमी हुन नदिनु लाभदायी हुनेछ। आध्यात्मिक कार्य ध्यान पूजा पाठले मनलाई शान्त बनाउने सहयोग गर्नेछ भने शुभ अङ्क तपाईँका लागि 2, शुभ रङमा सेतो र उपासना गर्दा भगवान विष्णुको उपासना लाभदायी हुन्छ। आजको लागि ओम नमो भगवते वासुदेवाय नमः यस मन्त्रको जाप गरेर दिनको शुभारम्भ गर्न सक्नुहुनेछ। सिंह राशि चन्द्रमा एकादश भावमा रहेकाले आय लाभ मित्र तथा इच्छा पूर्तिका क्षेत्रमा सकारात्मक सङ्केत देखिएको छ। व्यवसायमा नयाँ ग्राहक वा सम्पर्कबाट लाभ मिल्न सक्छ। आर्थिक आम्दानी बढाउने अवसर प्राप्त हुनेछ। विद्यार्थीले आफ्नो लक्ष्यमा राम्रो प्रगति गर्न सक्नेछन्। प्रेम सम्बन्धमा खुसीको वातावरण रहनेछ भने वैवाहिक जीवनमा परिवार र जीवनसाथीबाट सहयोग प्राप्त हुनेछ। स्वास्थ्यमा ऊर्जा बढ्नेछ। लामो समयदेखि मनमा राखेको कुनै इच्छा पूरा हुने सम्भावना अत्यन्त प्रबल बनेर जानेछ। त्यसैगरी स्वास्थ्यमा ऊर्जा बढ्नेछ। लामो समयदेखि मनमा रहेका सम्पूर्ण कार्यमा समेत सफलता प्राप्त हुने सम्भावना देखिन्छ भने अवसर आएपछि निर्णय गर्न धेरै ढिला नगर्नु बुद्धिमानी हुनेछ। शुभ अङ्क 1, शुभ रङमा सुनौलो र उपासना गर्दा भगवान सूर्यको उपासना लाभदायी। ओम गृहिणी सूर्याय नमः भन्ने मन्त्रको जाप तपाईँका लागि महत्त्वपूर्ण रहनेछ। कन्या राशि आज चन्द्रमा दशम भावमा रहेकाले कर्म क्षेत्रमा विशेष सक्रियता रहनेछ। जागिरमा नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ भने व्यवसायमा महत्त्वपूर्ण निर्णय लिनुपर्ने अवस्था हुन सक्छ। मेहनतको प्रतिफल र प्रतिष्ठा प्राप्त गर्ने समय रहेको छ। विद्यार्थीले लक्ष्यमा केन्द्रित गरेर अध्ययन गरेमा राम्रो सफलता प्राप्त गर्नेछन्। आर्थिक पक्षमा पनि सुधार आउनेछ। प्रेम सम्बन्धमा व्यस्तताका कारण समय कम दिन सकिए पनि समझदारी कायम रहनेछ। वैवाहिक जीवनमा जीवनसाथीको सहयोग मिल्नेछ। स्वास्थ्य राम्रो रहनेछ भने कार्यक्षेत्रमा हतारभन्दा योजनाबद्ध ढङ्गले अगाडि बढ्नु लाभदायी हुनेछ। शुभ अङ्कमा 5, शुभ रङमा हरियो र उपासना गर्दा भगवान श्री गणेशको उपासना ओम गङ गणपतये नमः भन्ने मन्त्रको जाप तपाईँका लागि समेत लाभदायी बन्नेछ भन्दै तुला राशितर्फ प्रवेश गरौँ। आज चन्द्रमा नवम भावमा रहेकाले भाग्य धर्म गुरु त्यसैगरी उच्च शिक्षा तथा यात्राका विषयमा सकारात्मकता देखिएको छ। गुरुजनको आशीर्वाद र सल्लाहबाट महत्त्वपूर्ण कामहरू बन्न सक्छन्। विद्यार्थीका लागि उच्च शिक्षा तथा परीक्षा सम्बन्धी प्रयासमा राम्रो सफलता प्राप्त हुनेछ। व्यवसायमा नयाँ दिशा पहिल्याउने अवसर मिल्नेछ भने आर्थिक अवस्था सन्तोषजनक नै रहनेछ। प्रेम सम्बन्धमा सकारात्मक सोच बढ्नेछ भने वैवाहिक जीवनमा धार्मिक तथा पारिवारिक यात्राको अवसर आउन सक्छ। स्वास्थ्य सामान्य रहनेछ। धर्मकर्म तथा भगवान विष्णुको आराधनाले मनमा शान्ति बढाउनेछ। शुभ अङ्क 6, शुभ रङमा सेतो र उपासना गर्दा भगवान विष्णुकै उपासना लाभदायी हुनेछ। ओम नमो भगवते वासुदेवाय नमः यस मन्त्रको जाप गरेर दिनको शुभारम्भ गर्न सक्नुहुनेछ। वृश्चिक राशि आज चन्द्रमा अष्टम भावमा रहेकाले आकस्मिक घटना, स्वास्थ्य तनाव तथा आर्थिक जोखिमका विशेष सावधानीहरू अपनाउनु पर्ने देखिएको छ। विद्यार्थीले पढाइमा ध्यान केन्द्रित गर्न केही कठिनाइको अनुभव गर्नुपर्ने देखिन्छ। व्यवसायमा नयाँ जोखिमपूर्ण लगानी नगर्नु बुद्धिमानी हुनेछ। आर्थिक लेनदेनमा कागजात राम्रोसँग जाँच गरेर मात्र अगाडि बढ्नु उचित हुनेछ। प्रेम सम्बन्धमा शङ्का र गलत बुझाइबाट समस्या नआओस् भन्ने विषयमा सचेत रहनु लाभदायी हुनेछ। वैवाहिक जीवनमा पनि अनावश्यक विवादबाट टाढा रहनु लाभदायी हुनेछ। यात्रा गर्दा सवारी साधनमा विशेष सावधानी अपनाउनुहोला। भगवान शिवको आराधना र महामृत्युञ्जयको जप लाभदायी बन्नेछ। त्यसैगरी शुभ अङ्क 9, शुभ रङमा रातो र उपासना गर्दा भगवान शिवको उपासना लाभदायी हुनेछ। ओम महामृत्युञ्जयाय नमः भन्ने मन्त्र अत्यन्त तपाईँका लागि हितकारी हुनेछ भन्दै धनु राशितर्फ प्रवेश गरौँ। चन्द्रमा सप्तम भावमा रहेकाले प्रेम विवाह जीवनसाथी तथा साझेदारीका विषयमा आज प्रमुख केन्द्रित भएर आउनेछन्। व्यवसायमा सहकार्यबाट लाभ मिल्न सक्छ। विद्यार्थीले साथी वा समूहसँग अध्ययन गर्दा राम्रो परिणाम प्राप्त हुने समय रहेको छ भने आर्थिक पक्ष सामान्य रहनेछ। प्रेम सम्बन्धमा आफ्नो भावना खुल्ला राख्दा सम्बन्ध अझ बलियो बन्नेछ भने वैवाहिक जीवनमा जीवनसाथीको विचारलाई सम्मान गर्नु लाभदायी हुनेछ। स्वास्थ्यमा सामान्य थकान हुन सक्छ। साझेदारीमा कुनै पनि सम्झौता गर्दा सबै पक्षलाई राम्ररी बुझेर मात्र निर्णय लिनु लाभदायी हुन्छ। शुभ अङ्क 3, शुभ रङमा पहेँलो र उपासना गर्दा
भगवान विष्णुको उपासना ओम नमो नारायणाय भन्ने मन्त्रको जाप सहित गर्दा लाभदायी बन्छ। मकर राशि आज चन्द्रमा षष्ठ भावमा रहेकाले रोग, ऋण, शत्रु तथा प्रतिस्पर्धाका विषयमा विजय प्राप्त गर्ने क्षमता वृद्धि हुनेछ। प्रतिस्पर्धात्मक परीक्षा तथा कार्यक्षेत्रमा मेहनतको राम्रो परिणाम प्राप्त हुने समय रहेको छ। व्यवसायमा प्रतिस्पर्धाभन्दा अगाडि बढ्ने अवसर मिल्नेछ। आर्थिक रूपमा पुरानो लेनदेन मिलाउन सकिने समय रहेको छ। विद्यार्थीले अनुशासनका साथ अध्ययन गरे सफलता पाउनेछ भने प्रेम सम्बन्धमा सानो विषयलाई ठुलो नबनाउनु बुद्धिमानी हुनेछ। त्यसै गरी वैवाहिक जीवन सामान्य रहनेछ भने स्वास्थ्यमा पेट तथा खानपानसँग सम्बन्धित विषयमा ध्यान दिनु उचित हुनेछ। तपाईका लागि शुभ अङ्क 8, शुभ रङमा नीलो र उपासना गर्दा शनिदेवको उपासना ओम शम शनैश्चराय नमः भन्ने मन्त्रको जाप लाभदायी बन्छ भन्दै आउनुहोस् कुम्भ राशितर्फ प्रवेश गरौँ। चन्द्रमा पञ्चम भावमा रहेकाले शिक्षा, बुद्धि, प्रेम, सन्तान तथा सृजनात्मक कार्यमा सकारात्मक प्रभाव पार्नेछ। विद्यार्थीका लागि विशेष दिन राम्रो रहनेछ। नयाँ कुरा सिक्ने क्षमता बढ्नेछ। व्यवसायमा सृजनात्मक योजनाले लाभ दिलाउनेछ भने आर्थिक पक्ष सन्तोषजनक नै रहनेछ। प्रेम सम्बन्धमा आत्मीयता र आकर्षण बढेर जानेछ। वैवाहिक जीवनमा सन्तान वा परिवारसँग सम्बन्धित खुसीको समाचार प्राप्त हुनेछ। स्वास्थ्यमा मानसिक प्रसन्नता रहनेछ, तर भावनामा आएर लगानी वा सट्टासँग सम्बन्धित जोखिम नलिनु उचित रहनेछ। शुभ अङ्क 4, शुभ रङमा नीलो र उपासना गर्दा भगवान शिवको उपासना ओम नमः शिवाय हर हर महादेव भन्ने मन्त्रको स्मरण गर्नु लाभदायी बन्नेछ भन्दै आउनुहोस् मीन राशितर्फ प्रवेश गरौँ। आज चन्द्रमा चतुर्थ भावमा रहेकाले घर, परिवार, मानसिक शान्ति, सवारी तथा सम्पत्तिका विषयमा ध्यान केन्द्रित गर्नुपर्ने देखिन्छ। घर परिवारमा सामान्य मतभेद भए पनि संवादका माध्यमबाट समाधान गर्न सकिनेछ। विद्यार्थीले घरको वातावरणमा व्यवस्थित बनाएर अध्ययन गर्नु लाभदायी हुनेछ। व्यवसायमा स्थिरता कायम राख्नु उचित हुनेछ भने आर्थिक रूपमा घरयासी खर्च बढ्न सक्छ। प्रेम सम्बन्धमा भावनात्मक संवेदनशीलता बढ्नेछ भने वैवाहिक जीवनमा जीवनसाथीको भावनालाई बुझ्नु अत्यन्त महत्त्वपूर्ण रहनेछ। स्वास्थ्यमा मानसिक तनाव कम गर्न आराम र ध्यानको उपयोगी रहनेछ। सवारी चलाउँदा सावधानी अपनाउनु पर्नेछ भने शुभ अङ्क तपाईँका लागि 7, शुभ रङमा पहेँलो र उपासना गर्दा माता दुर्गा भगवतीको उपासना लाभदायी हुनेछ। ओम दुर्गायै नमः भन्ने मन्त्रको जाप गरेर अगाडि बढ्न सक्नुहुनेछ। आज आइतबार भएकाले सूर्यदेवको उपासना तथा बिहान सूर्यलाई जल अर्घ दिनु विशेष शुभ मानिन्छ। त्यसै गरी विशेष गरी एकादशीको दिन भएकाले धार्मिक तथा आध्यात्मिक कार्यका लागि दिन महत्त्वपूर्ण बन्नेछ। कामको सुरुवात गर्दा आफ्नो समय र परिस्थितिलाई विचार गरेर अगाडि बढ्नुभयो भने अवश्य पनि राम्रै सफलता प्राप्त गर्नुहुनेछ। अत्यावश्यक काममा हतार नगरी शान्त मनले निर्णय गर्नु लाभदायी हुनेछ भन्दै आउनुहोस् अब बारबेला खण्डतर्फ प्रवेश गरौँ। आज बिहान विशेष गरी 5:31 देखि 7:10 अशुभ समय रहेको छ, जसलाई उद्वेग भनिन्छ। 7:10 देखि 8:49 चर समय जो शुभ समयको रूपमा रहन्छ भने 8:49 देखि 10:29 समय लाभ समय। त्यसै गरी 10:29 देखि 12:08 अमृत समय रहेको छ। 12:08 देखि 13:47 काल समय। 13:47 देखि 15:26 शुभ समय र 15:26 देखि 17:06 रोग समय। 17:06 देखि 18:45 उद्वेग समय रहेको छ। यो दिउँसोको भयो। अब रातमा जाउँ। 18:45 देखि 20:06 शुभ समय। 20:06 देखि 21:27 अमृत समय। 21:27 देखि 22:47 चर अर्थात् शुभ समय। 22:48 देखि 12:08 रोग समय। 12:08 देखि 1:29 काल समय रहनेछ भने 1:29 देखि 2:50 लाभ समय। 2:50 देखि 4:41 उद्वेग समय अशुभ समय। 4:11 देखि 5:32 भने शुभ समय रहनेछ। यसरी बार बेलासम्मका सम्पूर्ण जानकारी हजुरहरूमाझ मैले प्रस्तुत गरिसकेको छु। आज साउनको 24 गते आइतबारको दैनिक राशिफल, पञ्चाङ्ग तथा बार बेलाको जानकारी यति नै गरौँ। जन्मकुण्डली, वास्तु, ग्रह शान्ति, विवाह मिलन, रत्न, शुभ मुहुर्त तथा ज्योतिषीय परामर्शका लागि सर्वेश्वर ज्योतिष तथा वास्तु परामर्श केन्द्र हाम्रो काठमाडौँ पशुपतिनाथ मन्दिर नजिकै रहेको छ। त्यहाँ सम्पर्क गर्न सक्नुहुनेछ र सम्पर्कका लागि व्हाट्सएप नम्बर हामीले स्क्रिनमा राखिदिएका छौँ। त्यसका माध्यमबाट हजुरले टाइम लिनुपर्ने हुन्छ। टाइम बुक गरेर पेमेन्ट गरिसके पश्चात मात्र हजुरको जन्मकुण्डली विश्लेषण हुन सुरु गर्नेछ भन्दै पिएसटिभी नेपाल हेर्नुभएका सम्पूर्ण दर्शकहरूमा हार्दिक धन्यवाद र भगवान पशुपतिनाथ, माता महालक्ष्मी, भगवान श्री गणेश तथा देवगुरु बृहस्पतिको कृपा यहाँहरू सबैमाथि रहिरहोस्। आजको दिन मङ्गलमय रहोस्। नमस्कार, नारायण।